रक्सार पिखुवा खोला हाइड्रो पावर लिमिटेडले पहिलो चरणको आइपिओ निष्कासन गर्ने मिति सार्वजनिक गरेको छ। यस कम्पनीले कति किता आइपिओ निष्कासन गर्दैछ र यस आइपिओमा कसले आवेदन दिन सक्नेछन् भन्ने सम्पूर्ण जानकारी यो भिडियोमा दिनेछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल 42,30,668 किता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो, जसमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा भएका लगानीकर्ता र आयोजना प्रभावित स्थानीयहरूका लागि आइपिओ निष्कासन गर्दैछ। वैदेशिक तर्फ कुल 3,03,067 किता आइपिओ सेयर यही फागुन 27 गतेदेखि चैत 1 गतेसम्म निष्कासन गर्दैछ भने स्थानीय तर्फ कुल 12 लाख किता सेयर यही फागुन 27 गतेदेखि चैत 11 गतेसम्म निष्कासन गर्दैछ। स्थानीय तर्फको आइपिओमा भोजपुर जिल्लावासी सम्पूर्णले आवेदन दिन सक्नुहुनेछ। इस्यु म्यानेजरमा प्रभु क्यापिटल लिमिटेड रहेको छ भने यो सेयर प्रति किता 100 रुपियाँमा आवेदन दिन सकिनेछ।